नेपालमा समुद्र छैन, त्यसैले सीफुडहरू हामीलाई खाने बानी हुँदैन र खानु रहर भयो हुँदाहुँदै पनि खाने मौकाहरू जुर्दैन। तर यो रहर चाहिँ आज म सुपर मार्केट भाटपाटिनेबाट ल्याएर अक्टोपसबाट चाहिँ मैले मेरो रहर पुरा गर्दैछु। यसलाई मैले सर्च गरे अनुसारले मजाले ल्याएर धुएँ। धुइसकेपछि यसलाई मजाले बोइल गरेँ। बोइल गर्दा चाहिँ यस्तो हुँदो रहेछ। यसलाई मैले अब बनाउनुलाई रेडी गर्दैछु। मैले सर्च गर्दाखेरि जसरी पकाउनुलाई सिकेँ त्योमा थोरै आफ्नै पाराले बनाउँदैछु। सानैदेखि भिडियोतिर देखिरहेको अक्टोपस खाएको दामी लाग्थ्यो, आज म पुरा गर्दैछु। मैले यसरी बनाएँ, थोरै आफ्नै पारा पनि युज गरेको छु यहाँ। र लगभग मैले अक्टोपस रेडी गर्दैछु। रेडी भयो त हेर्नुहोस्, दामी भएको छ होइन। यसलाई मैले मजाले खाएँ। मैले एक्लै आनन्दले इन्जोय गर्दा खाइसकेँ। तपाईँहरू पनि यदि यो अक्टोपस बनाएर खानु चाहनुभयो भने चाहिँ यस भाटपाटिनेमा पाउनुहुन्छ, लिएर ट्राई गर्नु होला है त।